हेलो नमस्ते सबैजनालाई आजको भिडियोमा आज चाहिँ म बारीतिर आएको छु। बारीमा चाहिँ यो घाँसहरू काट्नुपर्ने छ। यो खासमा यो आलुबारी हो, पुरै घाँस आएर चाहिँ पुरै यो उदासेको घाँस हुन्छ है। यसलाई चाहिँ यो मेसिनले काट्नुपर्ने हुन्छ। आधी आधी यसो उखाल्ने लायक हुने गरेको यसरी हातले तान्दाखेरि सजिलो होस् भनेर चाहिँ हाफ हाफ काट्ने। त्यो हाफ काटेको चाहिँ बेडालाई घाँस दिने, त्यही घाँस हालेर 2 दिन भयो नफुकालेको। आज पनि फुकाल्दैन, हिजो पनि फुकालिनँ। यस्तो छ, यो मेसिनले काट्नुपर्ने हुन्छ। खासै अलिकति पारा चाहिँ आउँदैन, हल्का अलिअलि चाहिँ जान्दछु, त्यही पनि काट्ने हो। आज यो सबै सक्ने। ल अब चाहिँ म मेसिन स्टार्ट गर्छु। अनि चल्छ। ल हामी चाहिँ काट्दैछु। म चाहिँ काट्ने, यो चाहिँ पसार्ने डोको लिएर है। अडिनु पऱ्यो नि त्यहाँ, एउटा भित्तामा लग्यो भए चाहिँ हुन्थ्यो। अनि यो घाँस है, घाँस काट्दै काट्दै पानी आयो। अहिले त्यो पुरा ठुलो पानी परिरहेछ। हल्का भिजायो है। आजको लागि त्यति नै जस्तो छ। अलि ज्योति छ है, ज्योति छ क्या अघि जोतेर यहाँ तल आएर गोपिन पालेर तल आएर घाँस पानी झ्याप्प आयो। एकैचोटि पानी आयो झ्याप्प। मन काट्दै धुन न पर्छ एकैचोटि। कस्तो छिटो आएको क्या, नछिटाइकन ठ्याक्कै एक छिटा दुई छिटा हाल्नु चाहिँ त्यहाँ झ्याप्प भाग्न पाइँदैन। पानी परिरहेछ पुरै।